गाइस हामी त्यतिखेर च्याप्टर लाएर सुतेको ठाउँबाट उठेर निस्केको छौँ। हाम्रो सिग्लेस यो हाम्रो सिग्लेस हाम्रो भन्न त पाइयो आज मात्र हाम्रो, त्यसपछि त अरूकै हो क्या अरे। आम्मामा यता फेरि नयाँ घर बनाउँदैछ, बवाल छ यार। यस्तै रहेछ भनेर मैले पहिले थाहा थिएको भए त म आउने नै थिएन। हाम्रो गाउँ जस्तै छ सेम हाम्रो गाउँ क्या। आम्बो यार अब चाहिँ के होला जस्तो छ, बबालै हुनेवाला छ यो सिक्लिस गाउँ। हो यार हिमाल हेर त, हिमाल हिउँ परेर झन् बबाल भएको छ त। ओहो हिमाल हेर त गाइस। यता हाम्रो 4-6 जना यता हुनुहुन्छ अनि टक्क अरू चाहिँ पछि आउँदैछ। जाडो भएको कारणले म बिस्तारै बोलेको हो भनेर जानकारी दिन्छ। ओके ओके धन्यवाद सिक्लिस। यो रस्नी के नाम के पो थियो यार, रस्नी छेत्री बाहुन यहीँ होला डेटिङ। यो चाहिँ यो अगाडिको दिदीको डेटिङ सेन्टर हो अरे यो त्यो दिदीको। सिसी पोट तर जाडो चाहिँ जाडै हो यार। म त ढले जाडोले ढले। यो पढ्दिनुहोस् त मिस, यहाँ के लेखेर रहेछ ल? माथि गाउँपालिका वडा नम्बर 1 सिक्लेस अनि अरू नम्बर 10 धमकास के धमकास कि धमप्राङ हार्दिक धमप्राङ। ओके यो बिचकोलाई के भनेर पढ्छ? टोल नम्बर 10 अनि प्रादम। यो दिदी हरामी रहेछ ल भाइ जान्छ। मेरो बाजेले रोपेको बन्द यत्रो भइसक्यो। सोयो यता समातिनु मिस, म नि हिँड्छु यता ल। पिज्जा ब्लगर। हेलो गाइस। हेलो गाइस। सिक्लेस भन्ने जन्तु। वेलकम टु सिक्लेस। म त भागेँ। ओए म नि भागेर। यही हो पानी वाटर वाटर। तातो हो ल भ्लगर। हाम्रो यता रोशनी मिस एकदम तपाईँले कस्तो महसुस भइरहेछ अहिले यहाँ सिक्लेसमा आएर? एकदम ल ठिक छ ल। हाम्रो सरलाई कस्तो महसुस भइरहेछ? कस्तो महसुस भएछ? सबैजना आउनु होला हैन? फ्रेस सिक्लेस ओए बबाल घुम्नको लागि। तर कोही नआउनु होला यहाँ, जाडो हामीले सोचे भन्दा बढी राम्रो रहेछ रहेछ। सोचेको त थिएन मैले, सोचेको थिएन यस्तो राम्रो छ भनेर। राम्रो भनेर केही सोचेको थिएन कि। फोटो खिच्दै हेर न हराउ। म त ढले जाडोले भयो कि म ढलेको न। पानी त झन् यो चाहिँ ससुराली घर हो कि क्या हो? अङ्कल छोरी छ कि छैन? ओ यहाँ त दरबार रहेछ त। उयो यस्तो आम्मा देखेकै थिएन। सिक्लेसको दरबार थियो त। पढौँ भने इङ्ग्लिस आउँदैन, पढिदिनुहोस् त मिस। यो
वेलकम होटल मामा भान्जा अँ थकाली किचन धन्यवाद नम्बर नि रहेछ किचन नम्बर नि रहेछ ठ्याक्कै मेरो गाउँ जस्तो रहेछ कि बाटो त आम्मा सेम सृजना पनि आएन गाइस गाइस यता सृजना बहिनी आइन् भाइ यता छ बहिनीहरू पछाडि छ भनेर हामीले अब घाम लाग्न थालेको छ तपाईँहरू अगाडि हिँड्नुहोस् त हेर्नुहोस् त अब च्याट्ट लगाएर सबैले लाइक चाहिँ गर्नु होला किन भन्दाखेरि सब्सक्राइब पनि गर्नु होला भनेर हामीले त्यसै जानकारी गर्छौँ मलाई के अरे प्लिज लाइक सब्सक्राइब एन्ड कमेन्ट अन द बिलो अफ द अहिले त के बुझेन गर नबुझे पनि गरिहालौँ मौकोमा गाइस हामी कति 400 जना आएको थियो खोइ पछाडि कहाँ हरायो मान्छे 400 जना आएको थियो अहिले अगाडि चाहिँ 4 जना छ मान्छे चाहिँ 400 जना आएको थियो बबालै छ है आम्बै ओए धेरै दिनपछि भेटेको यार पोथीलाई त्यो लामो घर रहेछ यार सिक्लेस यो बारीहरू मेरो बाजेले बेचेको है फेरि मेरो बाजेले बेचेको बारी हो आम्बो घाम लागेन यार ओए यार त्यसलाई हो हिमाल भन्ने चिज ओए घाम लागेछ घाम लागेछ ओए हत्तिर हेरौँ त ल छिट्टो सुतेको छ भने उठेर छिट्टो हेर्नुहोस् त ल आम्मा यस्तो छ यार यस्तो छ हत्तिर म यहाँ चाहिँ मेरो धेरै राम्रो काम गरेछ मेरो मम्मीले मेरो गाउँ हो यो सिक्लेस भन्ने ओए दरबार त्यहाँनिर रहेछ त यार ए यहाँबाट जानु रहेछ त्यहाँ चाहिँ बाटो चाहिँ अलिअलि रहेछ ठ्याक्कै गाउँको बाटो जस्तो रहेछ यति भएपछि पास यो कुन हिमालले गणेश हिमाल होला गणेश हिमाल हो कि क्या हाम्रो गणेश हिमाल कि क्या हो दौलगिरी माछा पुग्छ रे सगरमाथा त्यो त होइन के म्याक याम दियो के हो कि याम दियो के हो भन्छ यार एउटै हिमाल त्यो हो क्या नेपालको सबभन्दा ठुलो हिमाल यही हो गाइस यसको लम्बाइ चाहिँ 10,1303.4 छ भनेर हामीलाई नि यो मिसले भनेको थियो ओए यार यहाँबाट त्यहाँ पुत्त उडेर जानु पाए त ओहो हत्तेरी यार जाडो त जाडो छ यार के गरौँ ल केटा ससुराली बनाउने भयो यता आइज ओए कालिज ओए कालिज हेर त यार ओए कालिज हेर त गाइस धेरै वारी खोइ कालिज हेर्नु त कालिज ओए यहाँ त कुखुरा नि रहेछ कालिज नि रहेछ यता चाहिँ सही छ यार म चाहिँ भ्लगर होइन है ओए हिमाल त कत्रो ठुलो यार यो हिमाल त खत्तम रहेछ यार
हेलो हाम्रो भ्लगर युरिस हेलो हेलो गाइस हेलो गाइस भ्लगर नै हुनुहुन्छ ओए खतरा रहेछ यो। ल। हाम्रो मिस एकदम जोसका साथ उत्साहका साथ एकदम रमाइरहेको छ हाम्रो रोशनी मिस। र रोशनी मिस यही हो गाइस, रोशनी मिस हेर्नु है, यही हो। मै हो गाइस यही हो। आमा। यता अगाडिको बहिनीको पुच्छर पला रहेछ, हिजो सुतेको छ। घरमा आउने भयो अब त। बाटो त यस्तो छ भनेर हामीले थाहा थिएको भए म नि सेतो जुत्ता लाएर आउँथ्यो नि, तर कालो लाएर ठिक्क भएको छ। मेरो त फेरि हिमालमै हिँड्ने जुत्ता हो नि, यो जुत्ता त बाटोमा हिँड्ने। तर मोबाइलको चार्ज चाहिँ छिट्टै तान्दो रहेछ, भर्खर 100% थियो, 76 पुगेको रहेछ है। हेलो बाउको छोराछोरी यता हेर्नु त, अगाडिको बाउको छोराछोरी। ओए यार ओए 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 यार खतरा यार, खतरा गाइस। के बोल्नु न रोशनी मिस, यस्तो छ भनेर यस्तो प्रशंसा गरिदिनु त ल। ए गाइस हजुर नि वान्स इन अ मोमेन्ट सुत्लिस आउनु होला। अँ यस्तो रमाइलो छ, अँ थाहा हुन्न मान्छे पनि रमाइलो हुनुपर्छ। हाम्रो यहाँ युरिस यस्तो खतरा भ्लगर हो, अँ यस्तो रमाइलो भन्छ। ए उहाँको भिडियो हेरिराख्नु, सुत्लिस पनि आइराख्नु। अनि अझै म के भन्न चाहन्छु सुनिराख्नु। पछि पछि ओके ल, रोशनी मिसको कुरा तपाईँहरूले सुनिसकेको होला। सुनिसक्यो च्याट लाएर ओ दुईजना आयो नि फेरि हल्ला गर्ने बाटीहरू। कुकुर हेर्न गाई, कुकुर यता छ कि त्यो होइन, यता जस्ट यता ऊ त्यही रहेछ, ऊ त्यही थियो अघिकै त हो नि। ओ आमामा यसरी छोपेर लगाएर पाल्ने रहेछ नि त के? पाल्ने हो उहाँ पाल्छ नि त। ए होला होइन होला, पाल्ने त होइन होला, काटेर पनि होला। लागेको जस्तो बोट होइन त? कुकुर कुकुर यो अगाडि गए पछाडिको त मान्छे। ल हाम्रो राज्य सवालहरूको इन्ट्री आमामा हो यार होइन, मैले चप्पल त एडिट हनिहाल्छु नि यार। बल्ल त 13 मिनट भएको छ, 45 मिनटसम्म हान्ने। सिक्लेस भन्दा त गाइस कोही नआउनु होला यार, यस्तो चिसो छ आमामा। टुङ टुङ पोखर फेवा तालमा लम्बयान साँच्चै पुग्न लम्बो खेलैमा है। बिहान तिमी कहाँ पुगेर आएको भनेको? उही यहीँसम्म आएको थियो, यहाँसम्म आएको थियो? मर्निङ वाक आएको थियो कि यसो। हे यस्तो जाडो त यार, लाइफमा फर्स्ट टाइम होइन सेकेन्ड टाइम हो कि क्या यो। हात त चिसो भयो होइन? ओए तातो ठाउँ पाए पनि डुबाउनु हुन्थ्यो यार। हो के बोलौँ त सर, के अब के भन्ने अब होइन? सानोतिर यसो यसको बारेमा यो ठाउँ यस्तो रहेछ, बाउले यसरी बनाएर रहेछ, आमाले यस्तो बिहा रहेछ भनेर यसले यस्तो होइन। अब ठाउँ अब होइन हिमालयको पल्लोपट्टि हो, राम्रै छ देश। बिहानको मर्निङ वाकमा सिन भेरी गुड नाइस। दिस गाइस लुक दिस, हिमालय के भन्छ अरे, Mountain. लुक दिस वाइट माउन्टेन, सो ब्युटिफुल। त्यसपछि एकदम लुकिङ लाइक जस्ट वाउ, बबाल छ है, बबाल छ। यो इङ्ग्लिसमा ध्यान नदेऊ, ठाउँतिर ध्यान देऊ गाइस। यो इङ्ग्लिस यस्तै हो, यो इङ्ग्लिस भन्ने जन्तु नै यस्तो हो, ठुटो हो। ओए हिजोकोले हो कि क्या यसरी त होइन होला, हिजोको हावाले हेर त आम्मामा। लतारै छ। म त हावाले पोखरादेखि सिक्लेससम्म उडाइदिएर रहेछ यार भनेर हामीले। हो सोल्टिनीको
दुई प्याक हान्ने भयो 100 लाइनमा आउँथ्यो हिजोकोले मलाई ह्याङ बनाइरहेको छ वाह यार वाह बाबा अरू 2 बाइट हान्दै अब बल्ल लाइनमा हुन्थ्यो नि त गाइज अर्को मिलन भन्ने साथी त ओछ्याएर नछोड्ने अरे ल लिएर हिँड भनेको कि होइन जामिन भनेको होइन म ओछ्याएर छोडेर नजाने अरे के म त केटाहरू आयो छ कि भनेर क्या ढोकै खुल्ला गरेर सुतेको होइन लक थियो कसले थियो र मेरो त खुल्लै थियो 5 बजीसम्म हो उनीहरू त म 5 बजी उठेको थिएँ कि को भोकल यस्तो लम्बाट हानेर यार फेन्टा हानेर सुत्दियो लास्ट भनेको कि गाइस यो चाहिँ हाम्रो च्याप्टर नम्बर 3 हो यो भ्लग चाहिँ सो बबाल छ है बबाल चाहिँ यता हाम्रो साथी नै आहा एकजना हामीसँग घुम्नाले सिक्लेसको साथी तर यो साथीले आज हामीलाई कहाँ कहाँ घुमाउँछ भनेर हामी तपाईँहरूलाई देखाउने प्रयास चाहिँ गर्छु सकेसम्म मोबाइलले साथ दियो भने सिक्लेसको सब ठाउँ देखाउनेछु भन्दै हामी फेरि अगाडितर्फ लागेको है गाइस तर अलिकति चिसो बढेर जाडो भएको नभए त ठिकै भनौँ न सर्लक्क लाएर हल्का हल्का चिसो यो साथी हो साथी कहाँ घुमाउने यही साथी हो हामीलाई घुमाउने यही साथी हो जाम साथी ओइ आइज के छ टक 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 ऊ टक 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 सामा त्यसलाई यो हाम्रो सिग्लेस भन्ने गाउँमा चाहिँ नि के चाहिँ मैले के कुरो चाहिँ मलाई राम्रो लाग्यो भन्दाखेरि चाहिँ नि बाटो ग्यास बाटो चाहिँ सही लागेको छ यस्तो बाक्लो कपडा लगाएर नि मलाई जाडो भइरहेको छ अब चट्ट लगाएर यो हाम्रो पार्ट 2 चाहिँ यही इन्ड गर्न चाहन्छु तपाईँहरूलाई ओके अब पार्ट 3 धन्यवाद